हेलो साथीहरु, यहाँहरुलाई जानका डेली ब्लग्समा फेरि पनि स्वागत छ। आज चाहिँ मैले नयाँ भिडियो लिएर आएको छु। भिडियो चाहिँ के छ भनेदेखि हजुरहरुलाई जोगमनी मेरो जाने काम परेर चाहिँ म गएको थिएँ अनि त्यहाँनेर अब केही खानेकुराहरु हरेक कुरा अलिक सस्तो हुन्छ भनिन्छ नि त। अनि इन्डियामा अलिकति सस्तो भनेर चाहिँ मैले यो तेल लिएर आएको थिएँ। अनि यो तेल चाहिँ 1 लिटर छ भनेर उहाँहरुले मलाई दिनुभएको थियो। 1 लिटर छ भनेर मैले 1 कार्टुन लिएर आएको छु। अनि यसमा चाहिँ मलाई डाउट लागेको छ कि यो 1 लिटर छैन भनेर। अनि त्यसपछि म नाप्दै छु है, मलाई मनमा हल्का डाउट भयो अनि त्यही भएर म नाप्दै छु। आउनुस् है त, यसलाई नापौं कति हुँदो रहेछ। अनि यो हेर्नुस्, देख्न सक्नुहुन्छ यो स्टिकर पनि म काटेर हजुरहरुलाई देखाइदिन्छु। यो लगभग 750 ml जस्तो मात्रै रहेको छ है। यो आधा मात्रै छ, लगभग आधा भन्दा अलिकति धेरै। अनि अब यसैगरी यसलाई म जारमा खनाउने छु अनि फेरि अर्को पनि हामी नाप्ने छौं साथीहरु। यसलाई हामीले पुरा खाली गर्यौं। अब अर्को प्याकेट चाहिँ खोलेर म फेरि यसलाई बोतलमा भर्ने छु। बोतलहरु है, हेर्न सक्नुहुन्छ हजुरहरुले। यसलाई पनि म फेरि भर्दै छु बोतलमा। कति हुन्छ है त, नापौं आज। हामी कति धेरै नेपालीहरु चाहिँ जाने गर्छौं जोगमनी बोर्डर है। अनि त्यहाँबाट अलिकति केही सामानहरु सस्तो भनेर चाहिँ हामी ल्याउने गर्छौं। तर अब सबैजना सचेत रहनु होला। हेर्न सक्नुहुन्छ यो चाहिँ कति हुँदो रहेछ साथीहरु। यो चाहिँ नेपालमा मैले किनेको तेल हो। यो आधा लिटरको 500 ml छ यसमा। अनि देख्न सक्नुहुन्छ है हजुरहरुले यो कति भइसकेको छ, भरि नाडिसकेको छ। यो पुरा मिनरल वाटर 1 लिटरको बोतलमा चाहिँ यो फुल भइसकेको छ। अघि चाहिँ आधा भन्दा अलिकति बेसी मात्रै थियो। हजुरहरुले देख्न सक्नुहुन्छ यो पुरा फुल भएको छ। जसरी हामी अनि हरेक सामानहरु ल्याउँछौं उहाँबाट थोरै सस्तो भनेर, तर हामीलाई चाहिँ कसरी ठगिरहेको छ देख्न सक्नुहुन्छ हजुरहरुले। अनि अब अहिले नयाँ सरकार आएसँगै हामीलाई बोर्डरमा त कडाई भएको सबैलाई अवगत नै छ। र पनि कोही कतै अलिकति सस्तो भनेर जाँदै हुनुहुन्छ भने चाहिँ कुन सामान सस्तो छ अनि कुन चाहिँ कस्तो छ भन्ने कुरा थाहा भएर मात्र ल्याउनु होला। नत्र भने चाहिँ हामी नेपालीहरु चाहिँ कति धेरै ठगिरहेको छौं भन्ने कुरा चाहिँ यहाँबाट पनि थाहा हुन्छ है। हस् त साथीहरु, आजलाई यो भिडियो मैले यही टुंग्याए। हजुरहरुलाई कस्तो लाग्छ अनि प्रतिक्रिया दिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला। बाइ बाइ।